हाम्रो पार्टीलाई पनि आमन्त्रण गर्नुभएकोमा आयोजक संस्थालाई धन्यवाद दिन चाहन्छु। मैले हाम्रो दलको तर्फबाट भन्नुपर्दा हामी पनि दलको हैसियतले सुरुवातदेखि नै यो खानेपानी सम्बन्धमा अनेक प्रक्रियामा सहभागी भएको दलमध्ये एक पर्छ। त्यो हामीले जिम्मेवारीबाट हामीले बाहिर पन्सेन पाउने ठाउँ छैन। यसका सकारात्मक नकारात्मक दुवै पक्षको जिम्मेवारी एउटा दलको हैसियतले, पार्टीको हैसियतले, नेकपा एमालेको हैसियतले लिन पर्छ। तथापि यहाँहरू सम्पूर्ण यो क्षेत्रमा काम गर्ने कर्मचारी स्थापना कालदेखि नै निरन्तर रूपमा समितिको रूपबाट काम गर्नुभएको, नरेन्द्र राईको अध्यक्षताको पालादेखि नै काम गर्नुभएका समितिका महानुभावहरू र अहिले 2 वर्ष अगाडि नगरपालिकाबाट गठित समितिका अध्यक्ष लगायत सम्पूर्ण महानुभावहरूको र नगरपालिका तिजला गाउँपालिकाले गरेको योगदानप्रति पनि धन्यवाद दिन चाहन्छु। अब मैले आफूले अनुभूति गरेको कुरा के हो भने हामीले यति लामो समयसम्म वर्ष ठ्याक्कै मैले हामी सबैलाई थाहा छ, यति लामो समयसम्म चाहिँ हामीले आम उपभोक्तालाई यो माङ्सीमा खानेपानी चाहिँ दिगो गरेर उपलब्ध गराउन सक्दैन, उपभोक्ताको घरमा दिन सक्दैनन्। यो भित्र चाहिँ केही न केही गडबडी छ। यहाँ आर्थिक रूपमा अनियमितता छ। समिति चयनदेखि अब भागबण्डाको रूपमा यसलाई चाहिँ प्रयोग गर्दै आइएको छ भन्ने एक खालको उपभोक्ताहरूसँग अविश्वास पैदा भएको छ। मूल रूपमा मलाई लाग्छ त्यो अविश्वास हटाउनु पर्ने दायित्व अहिलेको यो उपभोक्ता यो समिति मात्रैको दायित्व होइन, सरकार भएको हिसाबले स्थानीय सरकार विशेषतः खातबारी नगरपालिका र चिचिला गाउँपालिकाले पनि सपोर्ट गरेर आम उपभोक्तालाई त्यो विश्वास दिलाउनु पर्छ होला भन्ने सुझाव दिन चाहन्छु। अर्को चाहिँ समिति पुनर्गठनको सन्दर्भमा एउटा औपचारिकताको रूपमा मात्रै समिति गठन पुनर्गठनको रिहर्सलहरू हामीले विगतदेखि गर्दै आयौँ। त्यसमा हामीले भन्यौँ अब यो समितिको वैधानिक हिसाबले गणपूरक संज्ञा हुँदैन। त्यसो भइसकेपछि यसलाई वैधानिक बनाउनको निमित्त हामीले पटक पटक विधान संशोधन गर्नुपर्छ र त्यो संशोधन विधान अनुसारको समितिलाई चाहिँ पुनर्गठन गर्नुपर्छ भन्ने खालको कुरा गर्यौँ। विभिन्न दलीय बैठकहरू सम्भव भए त्यसलाई चाहिँ कार्यरूप एउटा दिनको निमित्त नगरपालिकाले सायद मलाई लाग्छ नगरपालिकाले एउटा चाहिँ त्यो विधानलाई फाइनल गरिदियोस् र त्यो विधान बमोजिम चाहिँ समिति गठन गरौँ र यसलाई टुङ्गोमा पुर्याउँ भनेर हामीले कुरा राख्यौँ। त्यो कहाँनिर पुगेको छ र यो अघि सुनियो, राम्रै कुरा सुनियो। 24 गते फेरि अधिवेशन हुँदैछ, त्यसले नयाँ नेतृत्व छनौट गर्दैछ भन्ने सुनियो। त्यो हिजोकै जस्तो चाहिँ के अरे परम्परागत हिसाबले नै हामी त्यो फेरि पनि त्यसलाई बोलाउँदैछौँ कि विधानलाई हामीले चाहिँ के अरे उपभोक्ता मैत्री बनाएर त्यसलाई हामी समाधान अधिवेशन गर्न खोज्दैछौँ। त्यो चाहिँ हाम्रो सबैको ध्यान जाओस् र नगरपालिकाले चासो गरोस् भन्दै मेरो अरू भन्नुपर्ने कुराहरू केही छैन। कामको प्रगति हिसाबले सरले उहाँले कामको प्रगति करिब सकिसकेको भन्ने कुरा उहाँले देखाउनु भएको छ। तथापि पानी उपभोक्ताको घरसम्म नपुग्दासम्म हाम्रो यहाँको मिटिङ बैठक भेलाले हामी उपलब्ध भएका जिम्मेवार व्यक्तित्वहरू बिचमा मात्रै त्यो सम्पन्नताको कुरा हुने हुन्छ र उपभोक्तासम्म चाँडै पुर्याउने गरेको कार्य प्रगतिको लागि नेकपा एमालेको तर्फबाट गर्नुपर्ने सहयोगको निमित्त खातबारी नगरपालिकाले हामीसँग चाहिँ सहकार्य गर्नको लागि हात अगाडि बढाओस्, उपभोक्ता समितिले बढाओस्, गाउँपालिकाले बढाओस्, त्यसको लागि साथ दिने प्रतिबद्धता व्यक्त गर्दै यहाँबाट बिदा हुन्छु। हस्त नमस्कार।